एभ्रिवान, कस्तो भयो त तपाईहरुको म्याथको जाँच? आशा गर्छु धेरै राम्रो भयो होला। र आजको यस भिडियोमा चाहिँ म साइन्सको 2081 को पेपर लिएर आएको छु, जसमा चाहिँ म तपाईहरुलाई यसको एक्सप्लेनेसन दिन प्रयास गर्छु। यहाँ स्क्रिनमा देख्न सक्नुहुन्छ, ग्रुप 1 मा चाहिँ ग्रुप ए मा चाहिँ तपाईहरुले एमसीक्यू आउँछ, मल्टिपल चोइस क्वेशन भनेर, र ग्रुप बी मा चाहिँ भेरी सर्ट क्वेशन आउँछ, ग्रुप सी मा सर्ट क्वेशन आउँछ, र ग्रुप डी मा लङ क्वेशन आउँछ। यही हो यसको फर्मेट। यसमा धेरै फर्मेटको धेरै कचकच छैन। यहाँ सिर्फ ध्यान दिन पर्ने भनेको त्यही मैले पहिला म्याथमेटिक्सको भने जस्तै हो, कन्सेप्ट, फर्मुला र क्वेशन अन्डरस्ट्यान्डिङ। यसमा पनि यो तीनटा कुरालाई ध्यान दिनुभयो भने तपाईहरुले गर्न सक्नुहुन्छ। अब हामी यसको क्वेशन हेरौँ है त। यहाँ हेर्न सक्नुहुन्छ एमसीक्यू को के रे यो 10 वटा क्वेशन चाहिँ यस्ता आएका छन्। म यहाँबाट एउटा क्वेशन चाहिँ तपाईहरुलाई भन्न चाहन्छु, इम्पोर्टेन्ट जस्तो लाग्यो मलाई। व्हिच भल्भ कन्ट्रोल्स द ब्लड फ्लो फ्रम द राइट भेन्ट्रिकल टु राइट अट्रिकल। यो चाहिँ मैले तपाईहरुलाई एउटा भिडियो बनाइदिएको छु, लङ्सको कसरी काम गर्छ भन्ने। त्यो तपाईहरुले हेरेर मलाई यसको एन्सर चाहिँ कमेन्टमा भन्नु है त। एमसीक्यू को तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ, यस्तो आएको छ। यहाँ मेन भनेको क्वेशन अन्डरस्ट्यान्डिङ हो। यसमा त्यस्तो गाह्रो टाइपको छैन क्वेशन ग्रिड बुझ्न। र भेरी सर्ट क्वेशनमा यो यो चाहिँ तपाईहरुले वान लाइनरमै एन्सर दिनुपर्छ। र अब यहाँ हेरौँ, भेरी सर्ट क्वेशन तपाईहरुले हेर्न सक्नुहुन्छ, यस्तो आएको छ। र ग्रुप सी सर्ट क्वेशन एन्सर, यो चाहिँ अलि लामो लेख्नुपर्छ है तपाईहरुले। यहाँ हेर्न सक्नुहुन्छ यस्तो टाइपको क्वेशनहरु आएको छ। डिफरेन्स बिट्विन यहाँ आएको छ, टेबलमा गर्नु होला। र यहाँ यस्ता टाइपको क्वेशनहरु पनि आएका छन्, यो पनि इम्पोर्टेन्ट छ। यहाँ डायग्राम बनाउन लेबोरेटरी प्रिपरेसन अफ कार्बन डाइअक्साइड को है। तपाईहरुले यो राम्ररी हेर्नु होला। अब हामी चाहिँ ग्रुप डी मा हेरौँ। ग्रुप डी मा चाहिँ यस्ता टाइपको क्वेशनहरु आएका छन्। जस्तै यहाँ हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ अलि कन्सेप्चुअल क्वेशनहरु आउँछन्। जस्तै यहाँ हेर्न सक्नुहुन्छ, डब्लु एक्स र वाई को भन्ने मान्छेहरुको चाहिँ ब्लड सेलको यति नम्बर ब्लड सेल ह भन्छ र यसलाई के रोग लाग्छ, त्यस्ता टाइपको क्वेशन सोध्छन्। यस्ता टाइपको क्वेशनहरु छन्। यो साइन्समा ध्यान दिने भने क्वेशन अन्डरस्ट्यान्डिङ, कन्सेप्ट र फर्मुला मैले अहिले भनिसके अहिले। र यति भन्दै चाहिँ तपाईहरुको साइन्सको राम्ररी जाओस् भन्ने आशा गर्छु।